हेलो साथीहरू, नमस्कार। आज हामी चर्चा गरौँ नेपाली टेलिश्रृङ्खला कान्छीको बारेमा। बिचरा कान्छी उता सानो 2-2.5 वर्षको नानी घरमा छोडेर सागरलाई जेलबाट छुटाउन भनेर प्रमाण जुटाउन जसले जता जाउँ भन्यो त्यतै गएर प्रमाण जुट्छ कि भन्दै भौतारिँदै कुद्दै गर्दाखेरि एउटा बिचरा गुन्डा रहेछ, त्यो पनि प्रमाण त लगेर देखाइदियो। सत्य तथ्य त थाहा पाइन् नि, बिचरा कान्छी आफै फसिन्। के गर्नु र साथीहरू, सत्य तथ्य थाहा पाए पनि श्रीमानलाई छुटाउन जेल जान सकिनन्। गुन्डाहरूले बाँधेर लगेर कोठामा थुनिदिएका छन् साथीहरू। उता वकिल पनि गुन्डासँग मिलेर गुन्डाको भनाइमा लागेर सागरसँग कान्छीले डिभोर्स मागेकी छिन् भनेर गएका छन् जेलमा भेट्नलाई। तर कान्छीले भने यता गुन्डाले सागरलाई छोडिदिन्छु भनेको भनाइमा लागेर कान्छी पनि उता सागरलाई डिभोर्स दिनु त भनिन्। तर अन्त्यमा नदिनु भनेको चाहिँ फोनमा सुन्दै सुनिएन। यता कान्छीको घरमा पनि साउले घर भाडा पनि चाहियो भनेर किचकिच गरिरहेका छन्। कान्छीलाई चाहिँ पीडा माथि पीडा साथीहरू, साह्रै दुःख लाग्दो कहानी छ कान्छीको। सत्य तथ्य थाहा पाएर पनि आफ्नो श्रीमानलाई छुटाउन नसक्नुको पीडा, यता छोरी घरमा दुधे बालकका छोड्नुको पीडा, यता बाउआमालाई पनि उस्तै पीडा ज्वाइँ जेल पर्नु भएको छ भन्ने पीडा छ साथीहरू। अब कान्छीले सागरलाई कसरी छुटाउँछिन् होला। सागरले पनि कान्छीले भनेको भएर डिभोर्स पेपरमा साइन गरिदिएका छन्। अब गुन्डाबाट कान्छीले प्रमाण झुट्ट फेला पारेर लान सक्छिन् त। प्रमाण त थाहा पाइसकेकी छिन्, मेरो बुढा निर्दोष हुनुहुन्छ भन्ने कुरो त कान्छीलाई पक्का भइसकेको छ। अब के होला त साथीहरू। अर्को भागको कहानी जान्नका लागि पुरा भिडियो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला साथीहरू। यता लास्टमा मित दाइको पनि आमा मरिसक्नु भएको छ। अब चाहिँ सागरले न्याय पाउँछन् होला। मित दाइ पनि फुर्सद भएर अब कान्छीलाई सहयोग गर्न जाँदै हुनुहुन्छ साथीहरू। लाइक, कमेन्ट, सब्सक्राइब प्लिज। पुरा भिडियो हेरिदिनु भएकोमा साथीहरूलाई धेरै 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 धन्यवाद साथीहरू।